यो प्रदेशभरिका सञ्चारकर्मीहरूको हकहितका निम्ति हाम्रो सरकारले, हाम्रो मन्त्रालयले, हाम्रो सञ्चार गृह सञ्चार कानुन मन्त्रालयले केही प्रयास गर्नका निम्ति, समस्यालाई समाधान गर्नका निम्ति हामीले सकभर एक हप्ताभित्र हामीले एउटा समिति बनाएर कामलाई अगाडि बढाउनेछौँ। जनप्रतिनिधिका नजिकका जो 10-20 जना हुन्छन्, 150 जना हुन्छन्, उनीहरूको काम सहजै हुन्छ, तर बाँकी नागरिकको काम सहजै हुन्छ कि हुँदैन, या भनौँ जिल्ला प्रशासन कार्यालयमा, मालपोत कार्यालयमा, जिल्ला प्रहरी कार्यालयमा नागरिकको काम, नागरिकले सहजै सेवा प्राप्त गरिरहेको छ कि छैन। सङ्घीयता आयो भने, स्वायत्तता आयो भने, समावेशिता आयो भने, अनि समानुपातिक निर्वाचन प्रणाली आयो भने, समावेशीकरण भयो भने देशै टुक्रिन्छ, मुलुकै टुक्रिन्छ भन्ने खालको अतिरञ्जित, अतिवादी विचारहरू पनि हामी सुन्थ्यौँ। तर जब सङ्घीयता आयो, जब समावेशिता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व हामीले प्राप्त गऱ्यौँ, आज राष्ट्रिय एकता मजबुत भएको छ। त्यो स्वास्थ्य बिमाको क्षेत्रमा, जीवन बिमाकै क्षेत्रमा, उच्च शिक्षा अध्ययनका निम्ति, यावत विषयमा केही आर्थिक सहयोगका निम्ति हामी यो अध्ययन गर्नका निम्ति एक हप्ताभित्रै एउटा अध्ययन समिति, हामी एउटा कार्यदल 5 जनाको 7 जनाको एउटा समिति बनाउनेछौँ र समस्या पहिचान गरेर सञ्चारकर्मी साथीहरूको निम्ति पनि, यो प्रदेशभरिका सञ्चारकर्मीहरूको हकहितका निम्ति हाम्रो सरकारले, हाम्रो मन्त्रालयले, हाम्रो सञ्चार गृह सञ्चार कानुन मन्त्रालयले केही प्रयास गर्नका निम्ति, समस्यालाई समाधान गर्नका निम्ति हामीले सकभर एक हप्ताभित्र हामीले एउटा समिति बनाएर कामलाई अगाडि बढाउनेछौँ। हामीले सानो प्रयास गरेका छौँ। 3 तहको सरकार छ र 3 तहको सरकारको बिचमा समन्वय, सहकार्य, संवाद भइरहेको छ कि छैन, यसले पनि अर्थ राख्छ। त्यसकारण कम्तीमा पनि स्थानीय सरकार र प्रदेश सरकारका बिचमा दुईटा संरचना, स्थानीय तह र प्रादेशिक तहका बिचमा सम्पर्क, सम्बन्ध, समन्वय, संवाद कमसेकम हुनुपर्छ भन्ने मान्यता हामीले राखेका छौँ। कारण अहिले व्यवस्थाकै बारेमा पनि, संविधानकै बारेमा पनि बेला बखत हामी विभिन्न कोणबाट हामी विचारहरू सुन्ने गर्छौँ। यद्यपि लामो समयको बलिदान, लामो समयको सङ्घर्ष, लामो समयको एउटा आन्दोलनको परिणाम अहिलेको व्यवस्था हामीले प्राप्त गरेका छौँ। 3 तहको संरचना हामीले प्राप्त गरेका छौँ र मलाई के लाग्छ भने सार्वभौम नागरिकका रूपमा स्थानीय तहले पनि, पालिकाहरूले पनि आफ्ना निम्ति आफै विधेयक मस्यौदा गर्ने, कानुन निर्माण गर्ने, ऐन निर्माण गर्ने यो अधिकार आजभन्दा 20-30 वर्ष अगाडि, 50 वर्ष अगाडि, 100 वर्ष अगाडि यो अधिकार हामीले प्राप्त गरेका थिएनौँ। त्यसकारण यो व्यवस्थाको एउटा महत्त्वपूर्ण उपलब्धि हुने हो। यो व्यवस्थाले नै आज हजारौँ हजार महिलाहरूलाई, हजारौँ हजार दलित, मुस्लिम, मधेसी, जनजाति, खस आर्य, या भनौँ सम्पूर्ण नेपाली नागरिकलाई अधिकार सम्पन्न बनाउने व्यवस्थाकै कारण आज हामीले आफ्नो अधिकार आफैले उपयोग गर्ने, आफ्ना निम्ति आफैले ऐन बनाउने, कानुन बनाउने यो व्यवस्थाको उपलब्धिका रूपमा हामीले देखिरहेका छौँ। तर बेला बखत हामी सुन्छौँ कि सङ्घीयताले देशै बर्बाद हुन लाग्यो, सङ्घीयताले मुलुकै बर्बाद हुन लाग्यो। 20 वर्ष अगाडि सुन्थ्यौँ सङ्घीयता आयो भने, स्वायत्तता आयो भने, समावेशिता आयो भने, अनि समानुपातिक निर्वाचन प्रणाली आयो भने
समावेशीकरण भयो भने देशै टुक्रिन्छ, मुलुकै टुक्रिन्छ भन्ने खालको अतिरञ्जित अतिवादी विचारहरू पनि हामी सुन्थ्यौँ। तर जब सङ्घीयता आयो, जब समावेशिता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व हामीले प्राप्त गर्यौँ, आज राष्ट्रिय एकता मजबुत भएको छ। देशको सबै जाति समुदायले अपनत्व बोध गर्न पाएका छन्। त्यसकारण यो अर्थमा पनि मलाई लाग्छ अहिले हामी सबै तीन तहकै संरचनामा हामी काम गर्ने जनप्रतिनिधि या कर्मचारी साथीहरू या अन्य कोही, हामी सबै बढीभन्दा बढी हामी अहिले जिम्मेवार बन्नु आवश्यक छ। जनप्रतिनिधिका नजिकका जो 10-20 जना हुन्छन्, 150 जना हुन्छन्, उनीहरूको काम सहजै हुन्छ, तर बाँकी नागरिकको काम सहजै हुन्छ कि हुँदैन। या भनौँ जिल्ला प्रशासन कार्यालयमा, मालपोत कार्यालयमा, जिल्ला प्रहरी कार्यालयमा नागरिकको काम, नागरिकले सहजै सेवा प्राप्त गरिरहेको छ कि छैन। सैकडौँ मान्छे लाइनमा बस्ने, 4 घण्टा 5 घण्टा लाइनमा बस्ने अनि काम नभइकन फर्किएर जाने अवस्था यदि छ भने यसलाई हामी समस्याका रूपमा लिनुपर्छ। यसलाई समाधानका रूपमा हामीले कसरी समाधान गर्न सक्छौँ त्यतातिर हामी खास गरेर तीनै तहका जनप्रतिनिधिहरूको, कर्मचारी साथीहरूको ध्यान जानु आवश्यक छ।